हेलो नमस्ते एन्ड गुड इभिनिङ। ओके, आज बिटकोइन ले चाहिँ अल टाइम हाई ब्रेक गरेको दिन होइन, जसमा चाहिँ पहिला 1,09,000 समथिङ थियो युएस डलरमा। अहिले चाहिँ 1,10,000-11,000 को रेन्जमा चाहिँ अहिले चलिराखेको छ होइन। 6-8 घन्टा जति भयो। अनि यही अवसरमा चाहिँ मैले चाहिँ अब हप्ताको एउटा अथवा दुईवटा यस्तै यही बिटकोइन सम्बन्धी अथवा क्रिप्टो सम्बन्धी आफूले जानेको बुझेको कुराहरू चाहिँ तपाईँहरूको माझमा लिएर आउने कोसिस म गर्नेछु होइन। त्यसको लागि चाहिँ मलाई चाहिँ फलो गर्नुहोला। त्यसको अलावा ट्रेडिङ, अनलाइन ट्रेडिङ, यही क्रिप्टोको अनलाइन ट्रेडिङ सम्बन्धी पनि मैले तपाईँहरूलाई सानो सानो टिप्सहरू कसरी गर्ने, कसरी इन्ट्री एक्जिट कसरी गर्ने, लिटल प्रफिट धेरै समय होल्ड पनि गर्नु नपर्ने होइन, लाइक 2-4 घन्टा अथवा त्यही 7-8 घन्टा अथवा इट कुड बी इभन हाफ एन आवर। यो सम्बन्धी चाहिँ आइडियाजहरू कसरी गर्न सकिन्छ, कसरी सानो सानो फाइदा प्रफिट बुक गर्न सकिन्छ, त्यो विषयमा पनि म तपाईँहरूलाई मैले जाने बुझेको कुराहरू चाहिँ सेयर गर्नेछु। अहिलेलाई चाहिँ आजको यो अल टाइम हाई भएको दिन हुनाले चाहिँ आजबाट चाहिँ मैले यो आफ्नो यो क्रिप्टो जर्नी मैले सुरु गर्न जाँदैछु होइन। तपाईँहरूले साथ दिनुहोला। जाने बुझेको कुराहरू अथवा तपाईँहरूले जानेका कुराहरू पनि कमेन्टमा चाहिँ लेख्नुहोला है त। ल, त्यही भन्न चाहेँ र फेरि भेटौँला। सी यू सुन गाइज।